त गरिब घरको केटा अझ परिवारको जेठा, अरूभन्दा फरक मेरो अलि चर्को व्यथा। सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा बेलाको रेखा। म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश, र ग्रीष्म यसमा सिद्ध झर्न सृष्टि भएको बतास। यो मनको आँखा बिक्री गरी अन्ध हुनेलाई मुले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आवाज। सबैले भन्छन् हुन्छ एकताको जित, तर घमण्ड र रिस किन एकअर्काको बीच। उमेर पूर्ण लाग्दा 30 मैले बुझे एउटा चिज, संसार छ बीच, चित्र समय रहेछ बीच। म त गरिब घरको केटा अझ परिवारको जेठा, अरूभन्दा फरक मेरो अलि चर्को व्यथा। सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा बेलाको रेखा। मुली काँधको भारले बुझे जिउलाई गाडी ओर्याइदिन्, मलाई हेर्नु मन छ बाउले आफ्नै गाडी चढाइदिन्। आफू जवान भएको महसुस मलाई पहिलोचोटि भयो, मेरो आमा बाउको छालामा चाउरी पर्याइदिन्। साथीको चुटको दुखाइ हुन थाल्यो कम, मलाई धुवा अनि सराब तान्ने बानी पर्याइदिन्। बडा चुमार भन्दा पनि गुलाम बन्न तयार मेरी प्यारी आमा महारानी बुनियादिन्। मलाई बाउआमाको गरिबीमा शरम भएन, दाजुभाइको प्रगतिमा जलन भएन। बदन यो कमजोर तर वचनको पक्का, जतन नगर्दैछ कलमको वजन रहेन। ओ मेरो भगवान आइ बचाऊ मलाई, सकिन तिमीलाई मैले मन सजाउनलाई। पिला सरी थिए फुलिरहेको मलाई छुट्याइ लगो मन्दिरमा चढाउनलाई। सायद भनिन आहा तर गरिन डाहा, जमिनमा पाइला राखी जुनलाई तरिन आहा। जानेर नि आफ्नैकोमा भन्छरो खाने तर झुकेर नि कसैलाई मैले गरिन पारा। आँखामा सपना यो खल्तीमा गाजा, निकाल्न खोज्थ्यो मस्तिष्कबाट। घरतिर आमा बाउले पर्खिरहेका होलान्, तर छोराको लत्तिले फर्किन राख्छ। साथीभाइसँग भयो मेरो मनमुटाव, म मर्नु अघि नि मलाई गर्नु माफ। आत्महत्या गर्ने मैले धेरैचोटि सोचेँ, तर गर्न सकिनँ मैले अर्को पाप। 40 डिग्री खाडीको चरेको घाम, ट्यापे नजडी मेरो अर्को नाम। आज विदेशीको झुठो भाडा मोलिरहेको छु, पहिला लाज लाग्थ्यो गर्न मलाई आफ्नै घरको काम।